नेपालकै द तेन्जिङ हिलारी एयरपोर्ट अथवा लुक्ला एयरपोर्ट विश्वकै सबैभन्दा खतरनाक विमानस्थलहरूमध्ये एक नम्बरमा पर्छ भन्दा आश्चर्य नमान्नुहोला, किनकि वास्तविकता यही हो। विश्वकै सबैभन्दा खतरनाक विमानस्थलको सूचीमा एक नम्बरमा पर्नुको कारण र किन अनुभवी पाइलटहरू पनि लुक्ला एयरपोर्ट भनेपछि त्रसित हुन्छन् त भन्ने कुरालाई प्रश्न पारौँ है त। विश्वकै अग्लो हिमाल सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिने एयरपोर्ट संसारकै सबैभन्दा खतरनाक एयरपोर्ट भनेर चिनिनुमा 5 मुख्य कारणहरू रहेका छन्, जसमा पहिलो कारण रहेको छ सर्ट एन्ड स्लोप्ड रनवे, यानि कि छोटो र भिरालो धवन मार्ग। मात्र 550 मिटर लम्बाइ भएको रनवे र विमानस्थलको माथिल्लो भागदेखि 30 देखि 40 डिग्रीसम्मको भिरालो सतहका कारण यस विमानस्थलमा जहाज ल्यान्डिङ र टेकअफ दुवैका लागि अति जोखिमपूर्ण छ। यदि जहाजलाई सही समयमा रोक्न नसके र जहाजलाई आवश्यक रनवे नपुगे भिरबाट खसी ठूलो दुर्घटनासम्म हुने सम्भावना बरकरार छ। दोस्रो कारण रहेको छ हाई अल्टिट्युड, यानि कि उच्च उचाइ। द तेन्जिङ हिलारी एयरपोर्ट समुद्रको सतहबाट 2846 मिटरको उचाइमा अवस्थित छ, जसका कारण उच्च उचाइमा हावा पातलो हुने र कम हावाका कारण विमान चालक र हवाई जहाज दुवैलाई जोखिम सृजना हुने गर्दछ। तेस्रो कारण रहेको छ एक्सट्रिम वेदर, यानि कि चरम मौसम। समुद्रको सतहबाट 2846 मिटरको उचाइमा अवस्थित लुक्ला एयरपोर्टको मौसम अनप्रेडिक्टेबल छ, अथवा यहाँको मौसम कति बेला परिवर्तन हुन्छ भनी पत्तै पाइँदैन। जहाँ सफा आकाश र शान्त हावा तीव्र गतिमा तेज हावा र भारी बादलमा परिणत हुन्छ र कम भिजिबिलिटीका कारण ल्यान्डिङमा विशेष असर पार्दछ। फलस्वरूप लो भिजिबिलिटीकै कारण जहाज दुर्घटना हुने सम्भावना प्रबल रहन्छ। चौथो कारण रहेको छ इन्टेन्स टेरेन, यानि कि चुनौतीपूर्ण भूभाग। विश्वकै अग्लो हिमाल सगरमाथाको प्रवेशद्वार द तेन्जिङ हिलारी एयरपोर्ट वरिपरि ठूला ठूला चुचुराहरूले घेरिएको छ, जसकारण केही कारणवश जहाज अवतरण गर्न बाधा आएमा या जहाजलाई आवश्यक रनवे नपुगेमा जहाज घुमाउनका लागि कुनै ठाउँै छैन, त्यसकारण पनि अक्सर दुर्घटना हुने गर्दछ। अब भने पाँचौं र अन्तिम कारणको बारेमा प्रश्न पारौँ है त। तर त्योभन्दा पहिला भिडियो यहाँसम्म हेरिरहनु भएको छ भने हाम्रो च्यानल दि एलिगोरीलाई सब्स्क्राइब गरी बेल आइकन अन गर्न भने नबिर्सनुहोला। पाँचौं र अन्तिम कारण रहेको छ ल्याक अफ एडभान्स इन्स्ट्रुमेन्ट्स अथवा आधुनिक उपकरणहरूको कमी। यस विमानस्थलमा आधुनिक उपकरण जस्तै नेभिगेसन एड्स र रेडार सिस्टम प्रयोगमा आएकै छैन। पाइलट्सहरू दृश्य सङ्केत र ग्राउन्ड स्टाफहरूसँग रेडियो कम्युनिकेसनकै भरमा प्लेन ल्यान्डिङ र टेकअफ गर्ने गर्दछन्, जसका कारण दुर्घटना हुने सम्भावना अझ उच्च हुन पुग्छ। यी थिए द तेन्जिङ हिलारी एयरपोर्ट अथवा लुक्ला एयरपोर्ट विश्वकै सबैभन्दा खतरनाक विमानस्थलहरूमध्ये एक नम्बरमा पर्नुको 5 कारणहरू। आशा गर्छु यो भिडियो तपाईँको लागि जानकारीमूलक रह्यो। यस्तै इन्फर्मेटिभ तथा अमेजिङ भिडियोहरू हेर्नका लागि हाम्रो च्यानल दि एलिगोरीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियोलाई लाइक, सेयर र कमेन्ट गरी फिडब्याक पनि दिन नभुल्नुहोला। यदि अन्य कुनै सोसियल मिडियामा हेर्दै हुनुहुन्छ भने हामीलाई फलो गर्न पनि नभुल्नुहोला। धन्यवाद।